सवारी दुर्घटना त्यसमा पनि 2 पाङ्गे सवारी साधन म्याक्सिमम दुर्घटनामा परिरहेको अवस्था छ। कारण म सर्टकटमा भने कारण चाहिँ ओभर स्पिड हो। स्पिड चाहिँ घटाउनु पर्छ। भनेको ठाउँमा ब्रेक लाग्दैन, मोडहरूमा ब्रेक लाग्दैन, सट्ट नालामा जान सक्ने सम्भावना हुन्छ। त्यस्तोमा के हुन्छ, क्षति बढी जसो पछाडि बस्नेलाई 2 पाङ्ग्रेको अवस्था। किन अगाडि बस्ने त हेलमेट लगायो, पछाडि त आफ्नै लागि हो भनेर एउटा हेलमेट लिए पनि हुन्छ टाढा हिँड्ने मान्छेहरूले, हो कि होइन? अनि कहीँ लोटिहाल्यो भने त आफ्नो टाउको सेफ भयो भने त हातखुट्टा त फलामका रड हालेर पनि टाँसिन्छन्। यदि त्यही भएर आफ्नो सुरक्षाको लागि सकभर स्पिडलाई चाहिँ कम गरौँ है, मनन गर्नु होला। त्यस्तै जथाभावी ओभरटेक नगरौँ। मोडहरूमा, घुम्तीहरूमा, चोकहरूमा ओभरटेक गर्ने काम चाहिँ नगर्दिन्। विपरीत दिशाबाट आउने सवारी साधनले नितान्त आफ्नो साइडमा हिँडिरहेको हुन्छ, उसलाई थाहा हुँदैन कि तपाईँ अचानक मेरो साइडमा आइदिन्छ कि भन्ने थाहा पनि हुँदैन। त्यही भएर त्यो बेला पनि दुर्घटना हुने हो। त्यस्तै सवारी चलाउँदाखेरि जिस्किने, त्यसरी जिगज्याग चलाउने त्यो खालको पनि नगरिदिनु होला। त्यस्तै सानो सवारी साधनमा कार पनि ओभर स्पिडमा हाट्दिनु होला। बढी जसो दुर्घटनामा पर्ने भने सानो सवारी साधन कार पनि पर्छ त्यसमा। त्यही भएर ओभर स्पिड चाहिँ हाम्रो अनुरोध, ट्राफिक पुलिसको अनुरोध, आजदेखि नै ओभर स्पिड 20ले घटाऊँ। तपाईँ 60 भन्दा माथि चलाउने बानी छ भने 50 को भित्र, 40 सम्म, 50 सम्म ठिक्क हुन्छ। यो त ग्रामीण भेगको बाटो हो नि, यसमा त 50 सम्म ठिक्क। किन त यो बाटोमा हेर्नुहोस् त, अहिले तपाईँ जाँदै हुनुहुन्छ, अहिले पिक आउट टाइम छ, अहिले त विद्यार्थी पनि यही बाटो हिँडिरहेछन्, ऊ बाख्रा चराउने हिँड्ने पनि यही बाटो हिँडेको छ। बाख्रामा टेकेर फलानु मोटरसाइकल दुर्घटनामा पर्यो, फलानु गाडी दुर्घटनामा पर्यो, बाख्रो मर्यो, मान्छे पनि मर्यो भन्ने सुन्नुभयो होला। त्यही भएर स्पिडलाई कन्ट्रोल गर्नुहोस्, भने बेला ब्रेक लगाउनु मिल्छ। शुभ यात्रा, धन्यवाद।